अनिता कहाँ जान लागो? कर्कलो काट्न जान लागेको। कर्कलो चाहिए सम्पर्क गर्नु ताजा बन्दैछ। के को लागि कर्कलो चाहिँ? मस्यौराको लागि चाहिन्छ भने ल हजुरहरूलाई अब फ्रेस ताजा ताजा कर्कलो काट्दैछौँ। अब 1-2 दिनमा हामीले मस्यौरा निकाल्छौँ है। फ्रेस मस्यौरा अलिकति अर्डर पनि छ 2-4 केजी। अनि हजुरहरूलाई चाहियो भने मस्यौरा खानु मन लाग्यो नेपाली परिकारलाई सम्झिनु होला। ल हेर्नुहोस् हाम्रो कर्कलो बारी अलि त्यो छिपेको गर न। कर्कलो खाने भयो नि आउनुहोस् है, फ्रीमा दिन्छौँ। पैसा के अरे पैसा पर्दैन। पैसा पर्दैन। मस्यौराको पर्छ, पत्ताको चाहिँ पर्दैन है। फ्रीमा हजुरहरूलाई। ल हेर्नुहोस् कस्तो सप्रेको छ, मल हालिदिएको बारीमा। मजाको छ, मिठो हुन्छ यसको मस्यौरा खानलाई चाहिँ। दुधे कर्कलो हो, राम्रो भएको छ मल हालिदिएको भएर एकदमै सप्रेको छ है हाम्रो कर्कलो चाहिँ। टेस्टी हुन्छ मस्यौरा खाने भए सम्पर्क गर्नुहोस् हामी नेपाली परिकार। हाम्रो सप्रेको कर्कलो कर्कल लिएर कर्कल पाइसक्यो। मलाई पनि छोडिदिने ल हेर्नुहोस्।